जो मानिस आफूसँग हार मान्दैन त्यस्ता मानिसलाई दुनियाँमा कसैले पनि हराउन सक्दैन। त्यसैले सबैभन्दा ठुलो कुरा त तपाईँ आफ्नो नजरमा कहिल्यै पनि कमजोर नहुनुहोस्, कमजोर बन्दै नबन्नुहोस्। त्यसर्थ यी 3 कुरालाई फलोअप गर्दै जानुहोस्। तपाईको माइन्डसेट नै चेन्ज हुन्छ। तपाईको सोच्ने तरिका नै परिवर्तन भएर जान्छ। ती के हुन् ध्यान दिएर सुन्नुहोस्। नम्बर 1, अरूलाई इम्प्रेस गर्न बन्द गर्नुहोस्। आजैबाट अहिलेबाट अरूलाई इम्प्रेस गर्दै नगर्नुहोस्। नम्बर 2, आफूप्रति भरोसा राख्नुहोस्। आफ्नो क्षमताप्रति, आफ्नो उज्जवल भविष्यप्रति भरोसा राख्नुहोस्। नम्बर 3, कहिल्यै पनि हार नमान्नुहोस्। जतिसुकै असफलता भए पनि, जतिसुकै दुःख खेप्नु परे पनि कहिल्यै हार नमान्नुहोस्। हार मान्दै नमान्नुहोस्। असफलता जतिसुकै आओस्, दुःख जतिसुकै परोस्, हार नमान्नुहोस्। असफलता जीवनको अन्त्य होइन, असफलता जीवनको नयाँ सुरुवात हो। बेस्ट अफ लक।